चरणहरूमा मेरो शीश झुकाउन चाहन्छु। आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी, आदरणीय पत्रकारज्यूहरू, आदरणीय समाजका गुरुवर्गज्यू, यहाँ उपस्थित महानुभावहरू, श्रमदाता, साथै सामाजिक सञ्जालबाट देख्नुहुने, सुन्नुहुने, विदेश वा स्वदेशमा रहनुहुने सम्पूर्ण दाताहरूमा बिहानको कार्यक्रममा थोरै हामीले समय सुस्त दिन सकिन होला, क्षमा माग्दै एकमुष्ट सेवारो नमसेवल हो काफुला जुजुला वा धोरले नमस्कार प्रणाम हो गोड लगाइछे जय श्रमदान गर्न जाने। आज हाम्रो साझा अभियान गोलबजार श्रमदान तथा सरसफाई युवा समूहहरूले 728 दिनभित्र 104 हप्ता श्रमदान गर्दै आएका छौँ। साथै आगामी दिन गर्दै शनिबार सरसफाई तथा वृक्षारोपण कपडा ब्याङ्किङ गरी हाम्रो नगर परिवारका अति विभिन्न परिवारमा सहयोग पुर्याउने र समाजमा सद्भाव बोकेका स्थलगत नयाँ पार्क निर्माण जस्ता श्रमदानबाट स्मृतिको सम्झना स्मरण गर्दै प्रकृति वातावरणमा गई जनसमुदायको सहभागिता जनचेतना अभिवृद्धि गराउने कार्यले यसै गरी छाडा पशु बिरामीलाई पशु सेवा केन्द्रसँग समन्वय गरी थप उपचार गर्दै साथै विभिन्न सामाजिक सेवा कार्य गर्ने प्रतिबद्धता जनाउँदछौँ। निरन्तरतामा पनि जमर्को कस्नेछौँ र आज दोस्रो वार्षिक उत्सव मनाउँदै गर्दा आज एउटै आधारमा समन्वय सहकार्य गराई यहाँहरूको गरिमाय उपस्थिति हुनुहुने राजनीतिक दल, भातृ सङ्गठन, युवामय समाजसेवी, बुद्धिजीवी, सचेत नागरिक, खेलकुद, मजदुर, किसान, विद्यार्थी, शिक्षित, गुरु सुरक्षाकर्मी, देशका रक्षक, धार्मिक अनुसरण दिलाउनु हुने, जात अनेक, धर्म अनेक, मानवता एउटै बाङ्ला विश्व संसारी भूमि आमामा जय चन्द्रसूर्य, जय सरसफाई, जय श्रमदान, जय भूमि आमा नेपाल सबैको जय होस् भनी शीर झुकाउन चाहन्छु। हाम्रो मूल नारा फेरि पनि दोहोऱ्याउन चाहन्छु। हजुरहरूले अपनत्व शब्दभावमय रस छान्दन गरी लिदिनुहुन्छ भन्ने लागेको छ मलाई। हजुरहरूको दान नयाँ निर्माण, रक्तदान जय श्रमदान, सफा तथा स्वच्छ नगर हाम्रो पहिचान, सरसफाई र हरियाली हाम्रो अभियान। साथसाथै प्रकृति हौँ हामी, प्रकृतिलाई चिनौँ, प्रकृति हौँ हामी, प्रकृतिलाई चिनौँ, पृथ्वीको संरक्षक हौँ हामी, संसार भूमि आमालाई समेटौँ भन्दै जाँदा आज राजयोगिनी दादीको 21औं पुण्यतिथि विश्व बन्धुत्वमा ओम शान्ति ओम शान्ति ओम शान्ति नमन गर्दछु। सङ्कलन गर्न अथक प्रयासमा कमीमा कमजोरी क्षमा माग्दै हाम्रो नगरभित्रका सम्पूर्ण जग्गादाताहरूको जय होस्। सिक र सिकाउ, घाँस र साथको अनुसरण अन्तमा यही आगमबाट सम्पूर्ण हाम्रो नगरवासीहरूमा जयको प्रसिद्धि ऐभूको शब्दभाव अनुसरण गर्न खण्डन गरी रस दिन मलाई धेरै अमूल्य समयको असिलो अभावमा ताप सहँदै गर्दाको वातावरण अभ्यासलाई आध्यात्मिक दार्शनिक सेवा भावबाट प्राप्त भाव पस्न चाहन्छु। हाम्रो समाजमा अगर अभिभावकहरूले भन्नुहुन्छ जीवन र जगतको अन्तर सम्बन्धलाई बुझ्न सक्नुपर्छ, चेतनशील प्राणीको त्याग दिएको छ। यो व्यासङ्गै सामाजिक सेवा अभियान गर्दै जाँदा निकै सिकाका दुई पाटा हुँदै गर्दाको साथ पहिलो शीतल चौतारा नेपाल महेन्द्र राजमार्ग छेउमा वाडा नम्बर 4 हाल 25 चौक र दोस्रो निर्माण
वार्ड नम्बर 2 देउराली शीतल चौतारीमा दोस्रो श्रमदाताहरू म आज पनि सम्झिन चाहन्छु। मेरा प्यारा मित्र अनिल गिरी, मेरा प्यारा मित्र श्रम गर्ने साथी आनन्द रापालज्यू, अहिले सिरापुरमा स्थापनाका अध्यक्ष संस्थापकज्यू भएर पनि उहाँले अहिले समाजमा सेवा गरिरहेको छ। यसै गरी काठमाडौँमा तपाईँको पत्रकारिताकै काममा, तपाईँको संसारकै काममा लागिरहेको राज मगर थापा मगर हामीले सेरे भनेर पनि चिन्ने गर्छौँ। त्यसै गरी राजु नौला यात्री समूहको कुबेरमा अहिले उहाँ पनि अध्यक्ष संयोजक भएर उहाँले विदेशमा पनि अहिले अहम भूमिका खेलिराख्नु भएको छ। त्यसै गरी अमेरिकामा हाम्रो प्रदीप लामा हुनुहुन्छ, यहाँ त्यसै गरी सुनिल लामा, किरण श्रेष्ठ, यावत गोलबजारका साथीहरूले दोस्रो श्रमदान आफ्नै पसिना र आफ्नै दानबाट 2 नम्बर वार्डको शीतल चौतारा देउराले तपाईँको भर्टिकलमा श्रमदान गरी शीतल चौतारा निर्माण गर्न सफल भएको छ। यसै गरी नगरभरि विभिन्न स्थानहरूमा सरसफाइ, हरियाली सुन्दर नगरी बनाउन, शान्तिना पर्यटन निर्माणसम्मको अहम भूमिका निभाइरहनुहुने हाम्रो स्थानीय समाजवासी श्रमदाताहरूको मेरुदण्ड, आर्थिक, सामाजिक, नैतिक, भौतिक रूपले साथ प्रेरणा दिनुहुने सम्पूर्ण अभिभावकवासीहरूमा गोलबजार श्रमदान तथा सरसफाइ युवा समूहको दोस्रो वार्षिकको सरपञ्च म प्रेरणाताको तर्फबाट सम्पूर्णमा शुभकामना आदान प्रदान गर्दछु। साथै हजुरहरूको साथ र सहयोगको अपेक्षा राख्दछु। गोलबजार श्रमदान तथा सरसफाइ युवा समूह साथै निस्वार्थ भाव बोकेर सामाजिक सेवा गर्नुहुने अभियन्ता सम्पूर्णको आमा प्रति मेरो सेवा हो। साथै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै अन्तमा आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। जय भूमि, संसारी आमा सबैको जय हो।